यो चाहिँ अहिले हामी पूर्व पश्चिम राजमार्गको उसमा छौँ। केही समय निकै ठुलो झरीपछि हो र राजमार्गमा यस्तो किसिमको पानी जम्ने खाल्डा खुल्टी छन्। यसले दुर्घटना पक्का पनि निम्त्याउँछ। अहिलेसम्म यो सडक विभागको मातहतमा रहेको पूर्व पश्चिम राजमार्ग हो। यसलाई कसैको अहिलेसम्म चासो नभएको कारण विभिन्न किसिमका दुर्घटनाहरू घट्न सक्ने सम्भावना बढी छ। यो पानी जाने कुनै निकास गर्ने ठाउँ छैन र यसलाई व्यवस्थित गर्ने पनि अहिले हामीले देखेका छैनौँ। निकै लामो समयसम्म हुँदा पनि यो तपाईँको जस्ताको तस्तै छ। यहाँ पनि हेर्न सक्नुहुन्छ यो पूर्व पश्चिम राजमार्गको खण्ड हो। यो चाहिँ हेर्नुहोस्, यो ताल हो कि पानी जम्ने ठाउँ हो कि यो बाटो हो। बाटोको किनारमै यस्तो किसिमको छ। यसले एउटा दुर्घटना पनि निम्त्याउन सक्छ, जसको कारण यस्तो अवस्था छ। यो अवस्था कसले ध्यान दिने, कसले हेर्ने भन्ने कुरा हो। यहाँ स्थानीय निकायका जनप्रतिनिधिहरूले पनि यो विषयमा खबरदारी गर्नुपर्ने हो। यो केही पनि देखिँदैन। अब सुशासन भन्छ, जनताको कुराहरू रहेका छन्। अनि एउटा चाहिँ यहाँ एउटा अर्को कुरा फेरि तपाईँको पूर्व पश्चिममा हिँड्ने सडकका संयोग सवारी साधनहरू हुन्छ। यो बाटोहरूमा यसरी गाडीहरू ग्यारेज राखिएको छ। पूर्व पश्चिम राजमार्गको पिच बाटोबाट 2 मिटर भन्दा पनि नजिकै छ। यसले अर्को जोखिम निम्त्याउँछ। अनि अर्को चाहिँ अब यो मैले देखाइरहेको छु, यो हेर्नुहोस्, यो देख्नुभयो। यहाँ कहाँनिर खाल्टो छ, कहाँनिर पानी छ, यो कसैलाई पनि थाहा छैन। हेर्नुहोस्, अब हेर्नुहोस् है, देख्नुभयो। अब यो खाल्टो छ। यहाँनिर अब कुनै एक्सिडेन्ट भइहाल्यो भने यसको जिम्मेवारी को हुने, कसले लिने? यो पानी हेर्नुहोस् त, यो पानी, यो तपाईँ बाटो हो कि के हो केही बुझ्न सक्नुहुन्न। निकै दुःखद कुरा भन्नुपर्छ, किनकि देशको अत्यन्त महत्त्वपूर्ण मुख्य सडक पूर्व पश्चिम राजमार्गको दयनीय अवस्था यस्तो छ भने बाँकी ठाउँमा कस्तो होला त्यो तपाईँ आफैले जानकारी लिनुहुनेछ भन्ने मैले आशा गरेको छु। त्यो हेर्नुहोस् त, यस्तो छ बाटो। अब यसलाई यो पानी निकास गर्ने, नालासम्म पुर्याउने, नाला खोल्ने जिम्मेवारी कसको हो? यो दुर्घटना भयो भने यसको जिम्मेवारी कसले लिने? यो सबै कुरा चाहिँ अब अहिले हामी निर्कुल गर्न सक्दैनौँ। त्यसकारण यो बाटो आफै सजग हुने। यो हेर्नुहोस्, यो पहिनेर राम्रो भएको मैले देखेन। अब यो सम्बन्धित निकायले चाहिँ ध्यान दिनुपर्छ है, हाम्रो माग हो। यो खाल्डा खुल्टी छ, यस्तो छ। यो पूर्व पश्चिम राजमार्गको व्यस्त सडक हो। यस्तो छ पानी, हेर्नुहोस् है। ल।